यो थाहा भएन कहिलेसम्म अगाडि बढ्छ, कहिलेसम्म निरन्तर छ, अब यस्तै छ हाम्रो होइन। तर खुसी लाग्यो बालेन सरकारले अब हामीलाई घर भत्काइदिनु भएछ। अब उहाँले फेरि अर्को काम गर्नु भएको छ नि त, हाम्रो सडक लाएर हामीलाई होचो भयो, बाढी आयो, खोलाले घरहरू डुबायो भनेर उहाँले माटो हालिदिनु भएको छ के घर। अब त्यो हालिदिनु भएको छ उहाँले होइन। अब त्यही माथि गएर हामी बस्छौँ नि, हाम्रो बस्ने ठाउँ त छैन। त्यो त उहाँले देखाइदिनु पर्यो हामीलाई होइन। अब उहाँले देखाइदिन सक्नु भएको छैन अहिलेसम्म। उहाँहरूले केही गर्नु बिना विकल्प हामीलाई उठाउनु भएको छ। अब हामीलाई आनन्दले चाहिँ हामी त्यही ठाउँमा गएर बस्छौँ, हाम्रो ठाउँ छैन कि देखाउनु पर्यो होइन। यत्रो दिनसम्म यति तड पारेर राख्नु भएको छ नि उहाँले, एक दिन आएर बस्नु क्या हामी बसेको ठाउँमा। हामीले हामीले इच्छाले बसेको होइन नि त त्यहाँ, हाम्रो त बाध्यता हो नि त त्यहाँ बस्नु होइन। हाम्रो जग्गा जमिन भइदिए भए त हामी त्यहाँ गएर बस्ने थिएन नि त। अनि उहाँले विकल्प दिने, पहिला सबै खोजी नीति गर्ने, अनि पो त उठाउने त होइन। बिना विकल्प उठाउन पाउँछन् उहाँले, कहाँको न्याय हो? आजसम्म नगरेको शासक गर्नुभयो क्या उहाँले। अनि अब हामी त्यही गरेर बस्छौँ सर। उठाउनु भयो, माटो हालिदिनु भयो, राम्रो गर्नु भएको छ। अब बाढी छिर्दैन नि हामीलाई, एकदम ढुक्कले साथीभाइहरू दिदीबहिनीहरू सबै बस्ने हो अब हामी त्यहाँ। बाढी नै छिर्दैन, माटो टन्न हालिदिनु भएको छ उहाँले।